जय श्री राधे राधे। यो भिडियो त्यो व्यक्तिहरूको लागि हो जो व्यक्तिहरू के सोचिन्छ भने म सेवाको भाव राखिसिन्छ तर मसँग पैसा छैन, म सेवा गर्न सक्दिनँ, अरूलाई सहयोग गर्न सक्दिनँ। पैसा भएको भए त म पनि सेवा गर्थेँ होला भन्ने भाव मनमा छ भने चाहिँ कस्तो हुन्छ भने भगवानसँग पहिला सेवा माग्नुहोस् है। हे हरि, अब जुन भगवान आफूले मान्ने गरेका छ, अल्लाह, ईश्वर, गड, जो हजुरको आराध्य भइसक्छ जीवनमा, उहाँलाई प्रार्थना गरेर मलाई चाहिँ सेवा जुराइदिनुहोस् भनेर भन्नुपर्छ पहिला सुरुमा। त्यो भइसकेपछि एउटा न एउटा सेवा उहाँले हामीलाई जुराइदिनुहुन्छ। र अर्को कुरा, सेवाको लागि जहाँ पैसा भन्ने कुरा धेरै ठुलो पैसा नचाहिने रहेछ। यो भावले गर्न सकिने खालका सेवाहरू म भन्दैछु। जस्तै एउटा कार्यक्रममा हजुर गइसकेको छ, अहिले आज त यहाँ अब 42-43, अहिले यति बेला 35 डिग्री छ होइन। अहिले मैले भिडियो बनाउँदै गर्दा बिहानको समय छ। यस्तो कार्यक्रममा हजुर पहिले नै पुगिसकेको छ र त्यहाँ हजुर पङ्खा मुनि बसेर हजुरका पसिनाहरू उभाइसकेको छ, हजुर आराममा बसिसकेको छ भने अर्को व्यक्ति तुरुन्त आइस्यो एकदम खलखली पसिना भएर उहाँलाई अनुरोध गर्छु, हजुरको पसिना ओभाउन्जेल, किनभने अब लामो समय कार्यक्रम हुन्छ, हामी बसेका हुन्छौँ, सधैँभरिलाई नै छोडिदिँदा त त्यति धेरै महान पनि भन्न नसकिएला। तर केही समयको लागि 10 मिनट हजुर यहाँ बसिस्यो, यो पङ्खा मुनि बसिस्यो, 10 मिनटपछि म बस्छु ल भनेर उहाँलाई राम्रोसँग भन्दा पक्कै पनि उहाँले मानिसिन्छ होला। र त्यो ठाउँमा आफूलाई राखेर हेरिस्यो त खलखल पसिना भएर हिरिक्क भएर आएको बेलामा पङ्खा मुनि कहीँ बस्ने ठाउँ छैन। कोही व्यक्तिले हजुरलाई आफ्नो पङ्खा मुनि आएर 10 मिनट बस्नुहोस् पसिना ओभाउन्जेल भन्यो भने हजुरको मनमा कस्तो फिल हुन्छ, त्यही कुरा अर्को व्यक्तिले पनि फिल गरिसिन्छ। र त्यो हृदयमा बसेको ईश्वरले जुन हजुरलाई एउटा आशीर्वाद दिन्छ नि, त्यो यो संसारको मूल्यसँग कहीँ किन्न सकिँदैन। त्यस्तो अर्को कुरा, अब गाडीमा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ। कस्तो भने यात्रा गर्दा 1-1.5 घन्टा, आधी घन्टाको यात्रामा छौँ अनि हामी अलिकति सक्षम छौँ भने अशक्तलाई अरूलाई छोडिदिनु राम्रो कुरा हो। तर कहिलेकाहीँ यस्तोमा चाहिँ कस्तो अप्ठ्यारो परिन्छ भने लामो यात्रा हुन्छ अनि बिचमा मान्छेहरू कन्डक्टरहरूले चढाउनुहुन्छ। अब उहाँहरूलाई नछोडिदिनु, नउभ्याउनु एकदमै अप्ठ्यारोमा चाहिँ म पनि धेरै पटक परेकी छु। एकदमै गाह्रो सिचुएसन पनि हुन्छ। तर गाडीमा बस्ने यात्रुहरूका लागि म के भन्छु भने महिला सिटमा महिलाकै लागि छोडिदिउँ, यदि खाली छ भने पछाडि बसौँ र महिला आएपछि त्यहाँ छोडिदिनु होला पुरुषहरूले। र ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गको सिटमा पछाडि खाली छ भने नबसौँ। खाली छ, उहाँहरू कोही आउनुभएको छैन भने बसौँ, तर उहाँहरू आएपछि छोडिदिउँ। कन्डक्टरहरूले यस्तो व्यवस्थापन त्यति धेरै गरेको देखिनँ। कमसेकम हामी अलिकति बुझ्ने खालका मान्छेहरू छौँ भने हामीले त्यसको विचार गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने कतिपय व्यक्तिहरू, जवान भाइ बहिनीहरू ज्येष्ठ नागरिकको सिटमा बसेको देख्छु, मोबाइल चलाइरहनु भएको हुन्छ, ज्येष्ठ नागरिक उभिरहनु भएको हुन्छ, उहाँहरूले त्यो छोड्नुहुन्न। अनि उहाँहरूलाई मेरो यो सिट हो छोडिदिनुहोस् भन्ने बिचराहरूलाई आफ्नो अधिकारको बारेमा पनि थाहा छैन। त्यसमा पनि सेवा हुन्छ त्यो पनि। अर्को कुरो, अहिले एकदम गर्मीको महिना छ। हजुर हाम्रो घरमा धेरैको घरमा फ्रिज छ। मिनरल वाटरका बोतलहरू चारैतिर फ्याँकिरहेका हुन्छ। हामी खान्छौँ, फ्याउँछौँ, जुठो नहाली खाऊँ, पखालौँ, राखौँ त्यसलाई। अनि एउटा बोरामा एउटा कुनामा राखिदिँदा हुन्छ। अब डेरा छ, सानो ठाउँ छ भने अप्ठ्यारो होला, यदि घर छ कतै भने कुनै कुनामा राख्दा हुन्छ। त्यो राखेको बोतल फ्रिजमा राख्नु, पानी चिसो हुन्छ। अब बाहिर निस्किँदाखेरि एउटा झोलामा एउटा बोतल बोकेर हिँड्नु, आफ्नो लागि त बोकिन्छ भने एउटा एक्स्ट्रा बोकेर हिँड्नुहोस्। सिटीमा चढ्नुहुन्छ, कोही मान्छे बसेको छ, पानी खानुहुन्छ भनेर दिनुहोस्, एउटा बोतल त सिटीवालालाई नै दिनुहोस्। दिनभरि काममा तातो घाममा हिँडिरहनु भएको हुन्छ, 10 रुपियाँ 20 रुपियाँ नाफा हुन्छ, 25 रुपियाँको चिसो पानी किन्दै खाँदै गर्न नहोला उहाँहरूसँग। एक बोतल हामीले दिनुहोस् र उहाँको आत्माको त्यो हजुरले दिँदाखेरिको खुसीको जुन अनुभूति हुन्छ नि आफूलाई, त्यो अनुभूतिको यो विश्वको दौलतसँग तुलना गर्न नसकिने रहेछ। त्यस्तै गरेर चाहिँ अब लाइन लाग्नुपर्ने ठाउँमा, केही ठाउँमा, हरेक ठाउँमा हामीले बिना पैसा केही समय थोरै थोरै सहयोग गर्न सक्छौँ। अर्को एउटा कुरा, अहिले यो मकैको सिजन छ, यस्तो गर्मी छ, 1-1.5 बजे खाजा खान गइसिन्छ। मकै पोल्ने प्रायः गरेर मैले महिला नै देखेको छु, पुरुष अहिलेसम्म चाहिँ मैले चाहिँ देखेको छुइनँ। होइसिन्छ होला कतै कतै। कति रुपियाँ भनेर सोद्धा 25, 30, 35 यस्तै पर्छ पोलेको मकैलाई। एउटा मकै किन्ने हो भने 25 रुपियाँ भनेको ठाउँमा 30 रुपियाँ दिनुहोस्, 30 भनेको ठाउँमा 35 दिनुहोस्। यो
40-44 डिग्रीको तापक्रममा घाममा बसेर एउटा जीवन गुजारा गर्नको लागि इमान्दार साथ कसैले मकै पोल्दैछ भने त्यसलाई 5 रुपियाँ पैसा बेसी दिँदाखेरि उहाँको अनुहारमा हेर्नुहोस्, त्यहाँ अरबौँको खुसी प्राप्त गर्नुहुनेछ हजुरले। त्यो यो विश्वको मूल्यसँग, सारा ब्रह्माण्डको दौलतसँग तुलना गर्न नसकिने रहेछ। त्यस्तै गरेर अब हामी सधैँ हिँड्ने मान्छेहरू सिटीमा हिँड्छौँ होइन। सिटीमा हिँड्दाखेरि हाम्रो डिस्टेन्समा 30 रुपियाँ भाडा छ। हामी सधैँ हिँड्ने गरेको ठाउँमा यदि 30 रुपियाँ भाडा छ, हामी सधैँ त तिर्नै पर्छ, हामीले बजेट छुट्याएका छौँ। तर कुनै सिटीवालाले हजुरलाई फलानु ठाउँमा जाने कति लिने भनेर सोद्धा 20 रुपियाँ भन्नुभयो। अब 30 रुपियाँ त हामीले सधैँ तिरेकै हो नि होइन। त्यो 30 रुपियाँको ठाउँमा 5 रुपियाँ त घट्यो नि हामीलाई, अनि 5 रुपियाँ बढाएर दिनुहोस् त। 5 रुपियाँ कहिले काहीँ, सधैँ भनेको होइन। त्यो दिँदाखेरिको त्यो सिटीवाला चलाउने व्यक्तिको अनुहारको मूल्याङ्कन गर्नुहोस्। त्यहाँ स्वर्गीय आनन्द, यस्तो आनन्द हुन्छ जुन आनन्दले हाम्रो मस्तिष्कलाई शान्त, यस्तो खुसी दिन्छ कि त्यसको बयान गरेर साध्य छैन। मैले भनेको कुरा हजुरहरूलाई मैले बारम्बार भिडियोमा भन्ने गरेको छु, नमान्नु होला। गरेर प्रयोग गरेर हेरेर आफूलाई आनन्द अनुभूति भयो भने मात्रै कुनै पनि कुरा गर्ने हो। अर्काले भन्दैमा, अर्काले जे गरो त्यहीमा लाग्न सकिँदैन। एउटा बलेको बत्तीले अर्को बत्तीलाई सल्काउन सक्छ। त्यसैले हामीले आफूबाट परिवर्तन गर्नुपर्छ भन्ने लागेको छ। यो कुरा त सबैले जानेकै हो नि, खुब बाठी भएर भिडियो बनाउनु पर्ने भन्ने यहाँहरूलाई लाग्यो भने पनि यहाँहरूको कमेन्टप्रति म आभारी छु। त्यति भए पनि कमसेकम सुनिदिएर कमेन्ट गरिदिनु भयो भनेर। होइन कमेन्ट गर्नुपर्छ नै भन्ने जरुरी पनि छैन। तर यो भिडियो मन पर्यो भने अरूले पनि यस्तै गर्नुहोस् भनेर अलिकति पनि उत्प्रेरणामूलक लाग्यो भने यहाँहरूले सेयर गरिदिनु भयो भने र एउटा सुनेर कोही एकजनाले पनि यसलाई अनुसरण गरिदिनु भयो भने त्यो मेरो लागि धन्य हुनेछ। मैले यी बोलेका शब्दहरू श्रीकृष्णका चरणमा, श्री गुरु महाराजजीका चरणमा अर्पण गरेँ। श्रीकृष्ण अर्पणम। राधे श्याम। हरि ओम तत्सत।